साथीहरु नमस्कार। हजुरहरुलाई म आज गुन्द्रुक पकाएर देखाउँदैछु है त। यो गुन्द्रुकको रेसिपी हेर्नुस् त। यो गुन्द्रुक, यो भटमास, गुन्द्रुकको आफ्नै फाइदा, भटमासको अर्कै फाइदा, हरियो लसुनको अर्कै फाइदा, यो आलुको अर्कै फाइदा। आलु चाहिँ मैले नतासिकन काटेको छु हेर्नुस् त। यसमा पाइने फाइबर तत्त्व सबै जान्छ। त्यही भएर एकदम गुन्द्रुक भनेको एकदम आइरनको खानी हो, हाम्रो शरीरलाई नभई नहुने। त्यही भएर कहिलेकाहीँ हामीले गुन्द्रुक पनि खानुपर्छ है त साथीहरु। म मिठो पारेर गुन्द्रुक पकाउँछु, पकाएर हजुरहरुलाई देखाउँछु। हस् त नमस्कार। गुन्द्रुक चाहिँ रेडी भयो। गुन्द्रुक हेर्नु त साथीहरु। अब चाहिँ तातो गुन्द्रुक र भात खाने हो। ल कसलाई मनपर्छ गुन्द्रुक र भात? मन पर्ने जतिले कमेन्ट गर्नु होला है त। हस् त नमस्कार।